मेन हजुरको फर्स्टमा चाहिँ खानेपानीको यो चनपा 1 को चाहिँ साबिक दहचोक 4 वडा नम्बर 4 र चनपा 2 साबिक चाहिँ बाडुन्जान गाविस यो दुईटालाई चाहिँ हजुरको खानेपानी चाहिँ एकदमै असर गरेको हाम्रो सुरुदेखिको मुद्दा अहिले भनेको 2 नम्बर भयो अहिले यो 1 नम्बर पर्यो उता बसन्तोलबाट उतापट्टि 2 नम्बर यो झन्डै 10% जति चाहिँ हजुरको चाहिँ 1 मा पर्यो सौजन्य सरलाई 1 र 2 कै हैन यो त्यो छ र सुरुदेखिकै मेन मुद्दा भनेको खानेपानी त्यसपछि सेकेन्ड मुद्दा भनेको सरको चाहिँ यो क्षतिपूर्ति जुन घरहरू चर्क्यो नि त हैन यो बोरिङ के अरे सुरुङ खन्ने क्रममा त्यो भयो थर्डमा चाहिँ हजुरको चाहिँ पछि मापदण्ड जुन के राख्ने भन्ने कुरा हैन यो र अनि स्थानीयलाई चाहिँ यहाँबाट चाहिँ जुन हाम्रो चाहिँ एक्सिसको कुरा जुन चाहिँ 4वटा पोइन्टमा हामीले कुरा उठाएको हजुरको मुद्दा नै 4 हो किनभने हाम्रो एरियामा सुरुङ बन्यो हामी अट छिर्न नपाउने त्यो पनि एउटा 4औं नम्बरको मुद्दा मैले भन्दैछु हजुर हैन त्यसपछि सुरुङको माथिको मापदण्ड हजुरको जस्तो अहिले खानकोटका मापदण्ड त छ हजुरको हाइवेको 25 मिटर के छ सायद हैन यहाँको मापदण्डमा अब उहाँहरूले सोध्यो भने त्यहाँ बोरिङ गर्न नपाउने मात्र हो अरू त त्यस्तो केही मापदण्ड छैन भन्नुहुन्छ तर त्यो एक्ज्याक्टली चाहिँ त्यो खुल्या छैन के कुराहरू हैन त्यो कारणले गर्दाखेरि म पेसाले अडिट गर्छु ब्याङ्कमा हजुरको चाहिँ जग्गा राख्न गयो भने के भन्छ भने नि हजुर सोध्नु होला कुनै पनि यहाँको चाहिँ पश्चिम भेगको ब्याङ्कलाई सोध्नु होला ब्रान्चलाई राख्न मान्दैन सुरुङको यदि छेउछाउ छ भने माग्दैन है भनेपछि त्यो जनता त यसैमा पीडित भयो मापदण्ड लगाइदिनु भएको छैन प्रश्न तर ब्याङ्कले तपाईँको चाहिँ जग्गा धनीलाई लोन त्यो अप्रत्यक्ष मापदण्ड तयार भएर अब त्यो भएको हुनाले उनीहरूले पनि रिस्क लिन खोजेको छैन त्यो मापदण्ड छैन हजुर अब फर्स्ट जुन इस्यु अघि पनि भनेपछि मैले विषय राख्दाखेरि यहाँबाट गयो सुरुङ गयो त्यसपछि जुन पहिलाका जुन पानीका नसा त यसै पनि चाहिँ त्यहाँ ब्रेक भयो हजुर थाहा छ छुटेपछि जहाँबाट चाहिँ अब इनारबाट मान्छेले पानी खाइरहेको थियो त्यो खान पाएनन् त्यसपछि आयोजनाले चाहिँ हजुरको चाहिँ व्यवस्था गर्थ्यो 2 नम्बरमा र 1 नम्बरमा चाहिँ हामी आफैले चाहिँ खानेपानी समिति मार्फत व्यवस्था गऱ्यौँ त्यसमा चाहिँ आयोजनाले आजको मितिसम्म नभनौँ हिजोको मितिसम्म चाहिँ के छ भने उतापट्टि 2 नम्बरमा 6 जना 6 जना कर्मचारी 6 जना कर्मचारीलाई हजुरको चाहिँ तलब दिइरहेको थियो र बत्तीको बिल जति उठ्थ्यो त्यो दिइरहेको थियो र यतापट्टि हाम्रो यही समिति हजुरले त्यहाँदेखि पनि देख्नुहुन्छ यो समितिमा 2 जना कर्मचारी छन् र त्यसको पनि बत्तीको पैसा तिरिरहेको थियो तर अहिले 2 महिना भयो हैन 2 महिना भयो त्यो न त त्यो 8 जना कर्मचारीले हजुरको तलब पाएका छन् न त बत्तीको पैसा तिरिरहेको भनेपछि अब उतापट्टि 600 घर जति छन् यतापट्टि 300 घर धनीले पानी खाएर छन् इन टोटलमा 900 जति चाहिँ उपभोक्ताले पानी खाइरहेको हो 2 महिनादेखिबाट ठ्याप्प भएछ हाम्रो आयोजना प्रमुख यही हुनुहुन्छ म बारम्बार गरेर भनिरहेकै छु अब उहाँ के भन्नुहुन्छ हाम्रो पहिलाको एमओयू जे थियो त्यो अनुसार हामीले काम गरेको नगरपालिकाको जिम्मा हो भन्नुहुन्छ अनि हाम्रो अघि हाम्रो सभापति हाम्रो चन्द्रगिरी सभापति हुनुहुन्छ अस्ति हामीले 15 दिन अगाडि मेयर साहबमा यही कुरा लिएर जाँदाखेरि होइन यो समितिले आफैले चलाउनुपर्छ अब चाहिँ हामीले केही पनि गर्न सकिँदैन भन्ने कुरो उहाँको आइरहेको छ भनेपछि यो टुङ्गो लाग्यो के भन्नु 4वटा कुरा भन्नुभयो हैन 4वटा कुरा गरे मैले एक्सिसको कुरा क्षतिपूर्तिको कुरा मापदण्डको कुरा कुरा त सुरुमा तयार भएको त्यो भएकोमा पछिल्लो समय केही घर चर्केको भन्ने कुरा आएको सेकेन्ड फेजको दिएको छैन त्यसमा जाउँला हैन पहिलो अहिलेलाई खानेमा जाउँला यो त हामी त रहिरहन्छौँ नि योजना रहिरहन्छ हामी पनि रहिरहन्छौँ अब तपाईँले भ्यालुएसनको कुरा गरेको कुरा बाटो K1मा सुरु हुँदा बेलामा केही कुरा भएको होला त्यसलाई हटाउन एकचोटि बसौँ आफ्नो फेरि पनि नगरपालिका यही छ हामी सरकार अब योजना आयोजना सबै छौँ नि हामी त्यो होला मेन कुरा पहिलो कुरा पानी खानेपानी कुरामा पानी अहिले बगेको ठाउँमा नि हेऱ्यौँ हामीले होइन पानी गएको ठाउँमा चाहिँ पानी गइरहेको छ तपाईँहरूले हिजोको दिनमा यो ठाउँमा ल्याएर लिफ्टिङ सबभन्दा आगो लाउनुभन्दा लिफ्टिङ गरेर खाइरहेको पनि हेऱ्यौँ देख्यौँ होइन अब सजिलो पनि छ अलिकति त्यसलाई यहाँ कुरा नि गर्दा यहाँ गाडीमा अब यो फेरि खानेपानीको कुरा चाहिँ तपाईँले यसरी बुझ्नुहोस् कि पहिला पनि हामी आउनु जनप्रति नहुँदा पनि उठेकै कुराहरू होला उठेकै छन् तपाईँहरूले गरिरहेकै हो अहिले पनि आएपछि विशेष गरी अब मैले गरी भन्दैन यो सरकारको तर्फबाट आम नागरिक त्यसैभरिलाई खाइपाइ आएको भएका बेरोजगारलाई रोजगार दिन आएको सरकारले बेरोजगार बनाउने र खाइपाइको सम्पत्ति लुट्न आएको होइन र दिने कुरा आएको भएर त्यसमा छुटेका फुटेका कुराहरूलाई कसरी जोड्ने भन्ने क्रममा लाग्दै गर्दा यो क्षेत्रको हिसाबमा पहिलो खानेपानीको यो क्षेत्रैभरि 10 नम्बरको छैमलेदेखि यहाँ नागडुङ्गासम्मको हेर्ने कुरामा उठाउने कुरामा बोल्ने कुरामा गर्दै गर्दा यो समस्यालाई जोडदारको रूपमा लागेकै छौँ लागेर यो कुरा भइरहेछ लगभग 1.5 महिनामा टुङ्गाउने भनेर अहिले त पूर्वाधारमै भयो एउटै मन्त्रालय भयो खानेपानी पनि तत्कालीन खानेपानी सचिव भनेको भर्खर 15 दिन मात्र अगाडि हुन्थ्यो अस्ति 3 दिन मात्र नयाँ नियुक्ति भयो उता यो सन्तर्कता समितिमा जानुभयो होइन विश्वजी उहाँसँग मेरो बसेर लामो छलफल समिति पनि बसेर भएर यसो कुराहरू भइसकेको टुङ्गो लाउँला पानी ल्याउने कुराको टुङ्गो लाउँला होइन
मैले उहाँसँग कुरा एउटा बाइक आएको कुरा उहाँले भनिसक्नुभयो होइन अहिले हामीले कुरा गऱ्यौँ यसको यो पानी अब हेर्नुहोस् यो आयोजना हाम्रै देशको आयोजना हो यो गौरवको योजना हो यसको ऋण कहाँबाट ल्याएका छन् बनाएका छन् एकपटकको त्यो एउटा पार्ट होला त्यसमाथि सरकारले दिनु पऱ्यो एउटा पार्ट हो अरू कुरा यो जुन त पानीकै लागि तपाईँले त्यहाँ कर्मचारी 6 जना र 2 जना भन्नु भने यो सुरुमा कसरी राख्यो के सम्झौता भएर राख्यो मतलब यो लङ टर्म जीवनभरलाई यो उपजा समितिको तलब उहाँले दिने अथवा त्यो खर्च दिने सम्झौता थियो कि अथवा के हिसाब हो त्यो चाहिँ अलिक भनिदिनु मलाई त्यसको एक्ज्याक्टली चाहिँ आयोजना त्यो खुलाएको छैन हजुरको त्यो बेला चाहिँ विवाद त्यो बेलामा त्यो एमओयू साइन प्रोग्रामको मार्फत जानुपर्छ सुरुङ मार्गको काम सुरुभन्दा अगाडि चाहिँ रोयल क्षेत्रमा खानेपानीको समस्या पर्न सक्ने जुन उहाँको कथाकथन छ त्यस पछाडि सप्लिमेन्ट्री खानेपानी प्रोजेक्ट चाहिँ स्टार्ट गर्ने भनेर 14 करोडमा टेन्डर आएको पछि त्यो कोलासपछि थप 3 करोड गरेर लगभग 16 करोड बराबरको परियोजना उहाँहरूले बनाएर दिन पानी पर्याप्त भएन अब यहाँको बासिन्दाहरूको चाहिँ प्रमुख मुद्दा चाहिँ हामीले खाइपाइ निःशुल्क आएको पानी चाहिँ सुक्यो अब तिमीहरूले प्रणालीहरू यस्तो खालको चाहिँ एक्सपेन्सिभ भएको चाहिँ प्रणाली लगाइदियो कि जो उपभोक्ताले हामी पैसा तिरेर त्यसलाई व्यवस्थापन गर्न सक्दैनौँ त्यसको लागि चाहिँ राज्यले नै त्यसको स्वामित्व लिनु पऱ्यो र राज्यले रूपमा चाहिँ खानेपानी व्यवस्थापन गर्नु माग हो यो कुरा चाहिँ स्थानीय सरकारले हामी टेक ओभर लिन सक्दैनौँ भन्ने भयो एमओयूमा हिजो त्यहाँ साइन गर्दाखेरि यो जति पनि पूर्वाधारहरू भन्छ स्थानीय सरकारलाई हस्तान्तरण गर्ने हो भन्ने भयो अनि परियोजना पछि के भन्छ हाम्रो उपभोक्तासँग सरकारको विषय होइन उपभोक्तालाई हामीले आवश्यक पनि पूर्वाधार बनाइदियौँ त्यसको केयरटेकरको रूपमा स्थानीय सरकारलाई हामीले दिनु स्थानीय सरकारले आफ्नो जनतालाई निःशुल्क खानेपानी खुवाउने हो कि सशुल्क खानेपानी हो कि उहाँहरूको अधिकार क्षेत्र भनेर उहाँहरूले स्थानीय सरकार चाहिँ यत्रो पैसा हामीले कहाँ व्यवस्थापन गर्न सक्छौँ उपभोक्ताले नै म्यानेज गरेर खाऊ भन्नु अब यहाँ समस्या सिस्नो खोलाको पानी लिफ्ट गरेर लिएर आयो भने खर्च त झन् बढ्दो त्यो खर्चको म्यानेजमेन्ट चाहिँ हामीले कसरी गर्ने भन्ने चाहिँ मुख्य आवश्यक छ मेन विषय हामी अब राज्यले भन्यो ठिक छ यो कुरा क्लियर भयो मलाई पनि क्लियर हो तपाईँलाई के क्लियर भएन मान्छे जस्तो अहिले रोकिँदा मैले अघि भने 2 महिनादेखिबाट जुन बाँकी छ नि त्यो कुरा भएन म त्यो कुरा गर्छु अहिले तपाईँले भन्नुहुन्छ यो लङ टर्म जानु खोजिरहेको छु कि म तपाईँले अहिले भर्खरको 2 महिनाको कुरा 2 महिनापछि अर्को 2 महिना थपिँदै जान्छ नि यसलाई एउटा प्लानमा जाउनु अब राज्यलाई हुन्छ राज्य बत्तीको पैसा त तिरेन भने काट्दिन्छ लाइन ठिक छ त्यो पनि कुरा अब त्यो अहिलेसम्म गरेको कुरा अब एउटा कुरा के बुझिदिनु पऱ्यो भने सर हामीले स्थानीय निकाय तिनटै तहको सरकार एउटै नेपाल सरकार हो कि सही कुरो होइन र होइन अब तत्कालीन समयमा जो बस्नुपर्ने त्यो गरियो होला तपाईँलाई थाहा छ 15 वर्षसम्म स्थानीय निकाय थिएन नि त त्यति बेला एउटा सचिवले नि त्यस्तो चलाएकै थियो त्यति बेला त्यसले गरे हुँदैन भन्ने त पाइँदैन त्यति बेला सरकार त्यही हो बुझ्नु त्यो कुराहरू हुन्छन् त्यो कारणले त्यो बेला भएको कुराहरू एउटा पाटो भयो अब आएको कुराहरूमा कुराहरूमा समस्या रहँदैन सर एउटा नागरिकलाई पनि अन्यायमा पार्न दिनु हुँदैन एउटा नागरिकलाई पनि खुवाइकर्नुपर्छ त्यो 2 जना त भन्ने कुरा अब राज्य हुँदैन पनि हुँदैन सबै कुरा भन्नुहोला अब यो यसको कुरामा हामी भने नि खानेपानी मन्त्रालय अहिले पूर्वाधार मन्त्रालयसम्म भएर यसमा लागिसकेको छ त्यो लागेको पानी हेर्नु मात्रै मन्त्रालय लाग्यो होइन सचिवजीहरू लाग्नु लागेको त्यसलाई खुवाउने कसरी लाउने कसरी हिजोको तपाईँको आवाजहरू यो कुरा तपाईँहरूले राखेको हिजोको छँदैछ र उहाँले पनि सुनिरहनु भएको छ केही न केही उहाँले अहिले यहाँ भन्नु पनि ठाउँ भन्नु भएको होला नि त पक्कै पनि भन्नुभएको छ नि हामीलाई त्यहाँ आयोजनामा हामीलाई यो समस्या छ स्थानीयको यहाँ भन्दा तपाईँहरूले भन्दा जोरदार उहाँले पुग्नु भएको छ त्यहाँ पक्कै पनि हुन्छ यो कुरा किनभने खै 5 वर्षदेखि भने हुनुहुन्छ सुन्नुहोस् न समय अब मैले पनि लाने कुरामा साँच्चीकै समस्या है यो बेरोजगार क्षेत्रको जनताको भन्ने कुरामा अब कमी रहेन यति छ अब यो कम्पिटिसन मिल्छ मिलाउने हो यसको छिनोफानो गर्छौँ हामी अब यो म पनि लागिहाल्छु यसमै अब केही समयमै र अब दोस्रो कुरा तपाईँले भनेको कुरा एउटा स्थानीयहरू यहाँबाट छिर्न पाउनु पऱ्यो म क्लियर भन्छु है म फेरि स्पेसल मलाई यसमा आनन्दले म सिधा सोधेँ सिधा एन्सर सिधा क्वेसन जान्छु किनभने हाम्रो यो देशको गौरवको योजना हो जहाँ पनि बनाउनु अब धेरै बनाउनेमा छन् होइन 15वटा त मेरै पूर्वाधार समिति छ 14वटा चाँडै सफल वर्षमा लगाइरहेको छौँ हामी फास्ट ट्र्याकको त हामी यो सबै कुराहरू छन् भनेपछि यस्ता नबनाइकन हाम्रो भोलिको विकास निर्माणको सहजताको वातावरण होइन अब सुरु मार्गमा यो देशको लागि भूगोलको हिसाबले लगभग निष्कर्षमा हामी पुग्नुपर्ने छ किनभने हामीले मोटर बाटोले गर्दा जति विनाश भइरहेको छ नि त्यो पनि हुनसक्छ नि त्यसकारण तपाईँहरूको भनाइ चाहिँ के त अब यो तपाईँहरू हामी स्थानीय हामीले चाहेको बेलामा हामीहरू जान आउनुपर्छ भन्ने हो कि अथवा कहाँबाट ढोका हामीलाई कहाँबाट खुल्लाउनुपर्छ भन्ने हो कि अथवा शुल्क हामीलाई के छ नि हो गेटै राख्नु भएको छ सर उहाँहरूले प्रयोग गर्न दिनु हो मधुगाली भन्ने कुरा अब यो हामी यही छ यही हो यहाँबाट हामी चाहिँ गोदाल छिर्न पाइएन कि तर्फ जानु पऱ्यो भने हामीले यो रोड प्रयोग गर्न पाएनौँ कि हजुर यहाँबाट हो यो मैले अहिले भित्र कुरा निकालेको छैन चाहिँ पायो होइन तर यताबाट आउने अब म यताबाट आएँ अब मलाई दाउरा टिपुमा काम छ भने त म यत्रो घुमेर जान म यो नयाँ फास्ट ट्र्याकबाट यो रोड यहीँबाट गरेर रोड चाहिँ हामीले उपयोग गर्न पाएनौँ त्यसलाई खेतमा काम गर्नु जान्न पाइएन अन्त त दुरै छोडिदिनु त्यसमा भेहिकल होला नि के भेहिकल गाडी
होइन गाडी अथवा बाइक जेसुकै भन्नु हाम्रो त यसलाई बन्दै चाहिँ लाग्नु छ नि त। होइन यहाँ सुरुभित्र बोला भित्र पो लाग्यो बाहिर हो नि त जुन खोला छ नि खोला बाटो छ मेरो घर यहाँ छ हजुरको म गोदार जाँदाखेरि यत्रो घुमेर जानुपर्छ म यहाँबाट जानु पाउनु पऱ्यो नि किनभने हाम्रो एरियामा बनेको विकास जुन छ नि त्यसलाई हामी युज गर्न पाउने कि नपाउने कि माननीयज्यू यसमा सर्नु अलिक जानकारी छ एउटा भयो होइन अर्को भन्नुभएको यहाँ भित्रलाई भने नि मैले यहाँदेखिबाट यो पुलबाट हामी छिरेर निस्किने कुरा के एक्सिस यहाँबाट छ यो यसरी बुझाउन यस्तो मुआब्जाको मुआवजा के छ के बाँकी छ मुआब्जाको जुन त्यो अझ पनि त्यो 70 घर जतिको जुन छ नि सेकेन्ड लटमा जुन चाहिँ हामीले एप्लाई गरेको जुन छ तिनीहरूको क्षति अझ पनि पाएको छ